दिउँसभरि शीतल भइदिए त हुन्थ्यो है हुन्छ होला झन् यता आयो झन् शीतल भइरहेछ भयो शीतल मात्र भइदियो नि त्यो पानी पानी आयो भने त पानीले झन् शीतल पारिदिनु अब त्यो त्यसरी खिचेर चाहिँ हामी यहाँ चिया खान लागेका छौँ अब बुवा बबी उता भाउजू आमा आउँछ थाहा छैन के हो म पनि छु मिनिलो वाटरले धाउँदैन त्यही पानी खाएर हामी म त त्यहाँ नगई पानी नखाइ छोडेँ अहिले यो धारा घरको धारा पानी त कुन आउँछ भाइ हामी नुहाउने ठाउँमा क्या यो चाहिँ हामी नरसिंहधामको यहाँ चरो हालिरहेको छ ठाउँ ठाउँमा हामी चाहिँ यहाँ नुहाउन आएको छौँ खोलामा यहाँ श्रद्धालु भक्तजनहरू नुहाउँदै हुनुहुन्छ भक्तजनहरू स्नान गर्नको लागि यही सङ्गम स्थलमा बसिदिनु होला अगाडिको सङ्गम स्थलमा नगइदिनु होला धन्यवाद सम्पूर्ण भक्तजनहरूमा विनम्र अनुरोध तपाईँहरूको सुरक्षाको लागि हामीले सङ्गम स्थल यहीँ बनाएका छौँ अगाडिको सङ्गम होइन त्यो समातो भाइलाई समातेर बस्छ घामले हेर त रातो पिरो भएको छ नरसिंहधामको यहाँ छ उता आमा भिड छ भिड भिडभन्दा पनि धेरै गर्मी गर्मी धेरै छ एकदमै गर्मी छ गर्मी त हो भक्तालहरू यता उसलाई दिए
मान्छे हराएर यहाँ यो त फेक्नुपर्छ नि बबी आइज सबै ननिग्रियो नि भाडा लाने खाने हो अनि